Hey everyone, from today I am going to started my vlog and started today's journey. Matsui हाम्रो यो माचुई सिटी गएर चाहिँ तोतरी खाना खाएर भन्ने ठाउँ चाहिँ हामी जाँदैछौँ अनि टक्क लाएर अब यो आजबाट स्टार्ट गरेपछि त याबाई जानु पर्यो भ्युनी जानु पर्यो अनि चट्ट अब केटाहरू चाहिँ यस्तो अब ह्यान्डसम भएर हिँड्नु तर म भन्दा अलिकति नराम्रै हुने केटाहरू त है खासै मै होला अलिकति ह्यान्डसम त अब खासै अब त्यही होला चाहिँ अनि त्यही हो ओके चट्टलाएर हामी चाहिँ अब टिकट काट्दैछौँ ट्रेनको चट्टलाएर हाम्रो मन्दिर सर टिकट काट्दै हुनुहुन्छ तर सस्तो क्या सस्तो पुरै सस्तो छ 510 मा त कहाँ पुगिने अब 510 मा त 45 मिनट ट्रेन चढ्न पाइन्छ अनि पुरै धनी भइसक्यो यस्तो छोरोहरू त अब ट्रेनमा हिँडिन्छ अनि यस्तै हो अब 50-60 हजार नभए कि कहिले जाँदिन 5 मिनेटको बाटोमा हिँडे पनि हामी यस्तै हो यो भाइ चाहिँ अब पर्दी भड्का जस्तै छ यो पर्दी भड्कालाई फला पार्ने भाइ अरे यो भाइ चाहिँ फेरि खतरा हो यो जसले चाहिँ हामी यो कहाँसम्म पुग्छौँ भन्ने कुरा हो चट्ट लाएर हाम्रो सुरज सरसँग फलो गर्दै जाने हो होइन चट्ट यहाँ हाल्ने हो यस फुत्त निक्लिन्छ चट्ट लाएर केटाहरू ओए चिलन हामी ठक्क आइपुग्यो हामी यस्तो चढिदिने हो कि यो नगएको रहेछ हामी चाहिँ अब चट्टला ट्रेन चढ्यो ट्रेन चढेपछि अब कहाँ बस्ने भन्ने कुरा सूर्य जेनै हो नानखाइमा दोत्तायो ल कहाँ बस्ने बस्नु त हामी चाहिँ बस्यौँ भन्ने कुरा हो चट्टो बसेपछि चाहिँ अब यही हो भएको छ चलो माल चलो माल चलिसकेपछि त फेरि उधुम हुन्छ नि त उधुम अपडेट दिँदै गर्छु म चाहिँ अब अपडेट दिने काम भनेर हेर्ने तपाईँहरूको काम हो हेरेन भने फेरि यस्तो कट्टा हान्छु नि फेरि म यो परतिरको छ नि यो परतिरको यो के अरे यो कुवा यो कुवा चाहिँ बिहान मैले पानी खान हो है राजेश दाईले सिकाउनु भएको अनि राजेश दाईको फ्यान भइसकेपछि त राजेश दाईले सिकाउनु भएको कि यहाँ आएर पानी खानुपर्छ भनेर अनि चट्टलले बिहान भन्ने बित्तिकै तुरुको मुतेर ठ्याक्कै यहाँ कुवामा पानी खान आउँछु म चाहिँ ट्रेनबाट चाहिँ ओर्लिएको म चाहिँ केटाहरू चाहिँ छोडेर गइहाल्यो अब यहाँ छ नि यहाँ मासालाहरू छोडेर जानुहुन्छ अहिलेको भन्दा झन् ह्यान्डसम देख्दिएर क्या म अब के ल हामी चाहिँ यहाँबाट चोट लाएर अब ट्रेनबाट ओर्लेर अब चाहिँ हामी गाडी चढेर 20-25 मिनट लाग्छ अरे 20-25 मिनट गाडीमा चढेर सल्ल जाने भएको छ अनि अब त्यहाँ के छ सब देखाइदिन्छ मेरो लग परिहाल्छ कि मेरो नि अब चोटो लाएर त्यही यस्ता हुन्छ बस ए भाइले फेरि अब यहाँ ल्याङ हान्ने हो क्या अब मलाई अड्काइदियो यार हरायो भने चाहिँ अनि हरायो भने त टेन्सन हुन्छ नि त यार यहाँ चाहिँ के हुन्छ भने चाहिँ चोटो लाएर पिलित हाल्ने मतलब खुलित निक्ल्यो अल्ल यी राख्यो धोका दियो नि त राख्यो यसले राख्यो ल ल हामी चाहिँ अब गाडी चढेपछि चाहिँ अपडेट दिन्छु अनि चट्टलारी चाहिँ हामी योनाको भन्ने ठाउँ हो दामी छ दामी ओके अनि म चाहिँ खासमा चाहिँ यहाँ ठ्याक्कै केरा लास्ट मनपर्ने हो क्या मलाई चाहिँ केरा चाहिँ हाल्छ यस्तो छ है फेरि यस्तो ल्यामा केरा खाइसकेपछि त फेरि म यस्तो डेन्जर पावर आउँछ नि मलाई ल भाइ उहाँलाई चाहिँ फेरि के हजुर फेरि अब के चोक्रे त ओ वाउ बस ल भाइ तिमी चाहिँ के खाने म त सब किनिदिन्छु केटाहरूलाई आज सब मैले किनिदिने विचार गरेको छु अब केटाहरूले के गर्छ सबलाई आज म पार्टिदिने होला हामी चाहिँ लगभग हराइसकेका छौँ जस्तो भइरह हामी चाहिँ तोतरी अब त्यो हानाकाइरो भन्ने ठाउँ हिँडेको थियौँ कि अनि अहिले चाहिँ हामी बस कुन बाटो जाने अनि कुन बस जाने भन्ने कुरा हामीले थाहा नै नपाएर हामी अन्योलमा परिरहेछौँ अहिले
अनि दाइ यस्तो चिसो भएर भित्र एसीमा जानु भएको छ। भाइलाई चाहिँ गर्लफ्रेन्डको याद आयो भन्दै उता टोलाइरहेछ। अनि अब यस्तै हो स्टेसनबाट निस्केर राइट साइड भन्छ। कहाँ हो स्टेसन फेरि? अब हामी चाहिँ यस्तै हो। उयो ड्राइभरलाई सोद्धा आयो भन्छ कि माया गरिदिनु। हराएको बाटो फाइनल्ली पत्ता लगाइयो। अब रहेछ यो फोटो यहाँनिर रहेछ। के अरे साउथमा, हामी गएछौँ नर्थमा। अनि कहाँबाट भेटिन्छ त? अनि नाम छ यहाँनिर। अनि चट्टलामा यत्रो नाम यसरी देखाएको रहेछ। यी नाम यसरी लेखेको छ। अब हामी जान लाग्दैछौँ। उल्टोमा देखिएको छ कि अब खासमा यो भ्लगमा चाहिँ 1300 हुन्छ क्या भाइ भिडियो। अनि ठाडो बनाउने होइन नि त। नाम मिलाइदिनलाई के सरी है त गाइज। सुइगाम पर्काउँदै अब कहाँ जाने त हामी? चट्ट गाडी आयो। गाडी आइसकेपछि चाहिँ हामी चट्ट चढ्छौँ। अब सिट छ छैन हेर है त। ल हामी सबै छौँ, चढौँ। सबै छौँ हामी सबै। चट्टले त पछाडि सिटमा बसेर हल्ला गर्न कम्ता मजा हुँदैन त गाउँमा। अब यहाँ चाहिँ हल्ला गरेर भने चाहिँ यस्तो ढुट्टो हान्छ नि, यहाँ त ढुट्टो हान्छ नि मासला। उयो आइज नि भाइ पछाडि के अगाडि हो अब ल जाँदा बस्छु कि गाइज। अब हामी चाहिँ लाग्यौँ होइन। अब अहिले चाहिँ कस्तो भाइब्स आइरहेको छ भने हामीलाई चाहिँ आफ्नै गाउँ फर्केर एकदम भाइब्स आयो। पैसा उठाउने भाइ चाहिँ अगाडि बसिरहेको छ। पैसा उठाउनु हो भाइ, यता अनुहार फेरि पैसा उठाउन पनि यति धेरै ह्यान्डसम भएर आएको छ कि आमा आँखा नलाउनु होला नि फेरि हाम्रो। फेरि सरर यो हामी चाहिँ फुल हेर्न हिँडेको। कस्ता कस्ता फुल पाइँदो रहेछ नि त त्यो सहरमा। ती फुलहरूलाई तिमीलाई पिलाहरूलाई टक्क हामी फकाएर देखाउँछौँ। मम्मीमा भर्खर फोटोबाट गाडी चढाएको छु। अब 2 घन्टामा आइपुग्यो होला। बस स्टेसनमा आएर घरमै घोडा पनि पुगेछ। पैसा उठायो भाइको भाइ यो फोन गर्ने भाइको पैसा उठाएको छ छैन? होइन पैसा उठाएन। झर्ने बेला पैसा गरे त भाइ पैसा दे त। पैसा टिकट अघि नै देखिसक्यो। टिकट खोइ त अनि टिकट नै छैन त। तपाईँले टिकटै दिनु भएन त। अनि ल पैसा दिएको रहेछ यो भाइले। पैसा दिएको रहेछ यहाँ खलासीले ल्याङ गरेर तनाउँछ फेरि। मम्मी पुलिस बोलाउन त 200 भाडा लागिसक्यो। भाइ 2-3 भाडा माग्ने होइन नि भाइ। मेरो बसलाई डुबाउन खोजेको उहाँ साउ हाम्रो खलासी भाइ। उहाँ हाम्रा 2टा प्यासेन्जर 5 प्यासेन्जरले 2 चोटि पैसा दिइसक्यो अरे। तपाईँहरूले पैसा भाडा दिनुभएको होस् भएको हो नि। हामी चाहिँ ठ्याक्क लाएर पुग्यौँ। अनि यहाँ पुगेपछि त अब गाडीबाट झर्दैछौँ। केटा हो ल भाडा सबैले दिए हो? ल भाडा सबैले दिइसक्यो अरे। यहाँ हाम्रो चाहिँ केटाले सोध्दैछ बेलुका चाहिँ कतिखेर चाहिएको बस्छ भनेर। अनि चट्ट लाएर यो अरे यता जाइमा फ्री हो मुला भाइ। दिनुभयो त पैसा कहाँ तिर्यो भन्नु नि त नि। त्यसो भए हामी रहेछ ठाउँ चाहिँ फाइनली चुइतायो। अनि यस्तो अनि यो चाहिँ यो बिहान म यसो के पनि होइन के आइथ्यो भनिनँ मैले। दामी रहेछ ठाउँ चाहिँ। वाउ 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 हामी चाहिँ यहाँ हो। हामी चाहिँ यहाँ हो। यो हो द्याट्स इट। ओ ओ ओ ओ ओ फाइनली आयो। र अब यहाँ भित्र चाहिँ कस्तो कस्तो छ सब एकदम राम्रोसँग अपडेट गराउँछु म। अझै पैसा पुगेन भन्छ नि अरे केटाहरू यार। त्यत्रो पैसा दिएको मैले अझै पैसा पुगेन भन्छ। टिकट काट्ने काम त्यहाँ बसेपछि अलिक डिस्काउन्ट हुन्थ्यो कि। केटाहरूलाई सबलाई यो व्हिल चेयरमा लाने भए चाहिँ अलिकति डिस्काउन्ट हुन्थ्यो होला। चट्टा लाएर केटाहरू पुगेन पैसा। 500 600 कति हो? भन्नु त लाउनु त। ए केटाहरूले पैसा गर्न जाने यार। त्यत्रो पढ यत्रो 12 कक्षा त पास गरेर आएको हो त यार जापान त केटाहरू त यार। छ अति गर्ने
फाइनल्ली मैले अब गाडीको टिकट सहित केटाहरूलाई उदिए मान्छे कति दामी रहेछ है नदेखे नचै आज चाहिँ सरी दामी रहेछ अनि स्वर्गमा आइपुग्यो नि त केटा यार दामी कसले भिडियो चाहिँ हालेको थियो हाम्रो यस्तो दामी रहेछ यो चाहिँ हामी अब यो सिन चाहिँ अब हामी तपाईँहरूलाई बेलुका पनि देखाउँछौँ बेलुका देख्दा त यो त अनि स्वर्ग नि के हुँदो रहेछ यस्तो होइन भाइ हो दाइ हो नि दाइ बोलाउन पाइन्छ जब अहिले हामी चाहिँ यस्तो ठाउँमा दामी रहेछ दामी गाइस फेरि यसपालि चाहिँ रोज्ने के हो भन्दाखेरि हेर्नुहोस् होला फेरि यसपालि यहाँ तिमीसँग त अब ल यसपालि रोज्ने चाहिँ घन्टीमा भोट हाल्ने नेपालमा सबलाई 100 घन्टी बनाउने 100 घन्टी अरे तर 100 घन्टी तर जय घन्टी जय बालेन जय के भयो नि अब जय बालेन जय जेनजी जय रवि जय कुमार जय जेनजी घन्टी सबैले घन्टी घन्टीमा स्यापको भोट हाल्नु होला घन्टी पार्टीलाई जिताउनु होला ल हामी चाहिँ चट्टै दामी ठाउँ रहेछ सागरको यति आउने चाहिँ यति हो खासै यहाँ हुँदा चाहिँ आउँदैनन् ओ यहाँ त बेलुन रहेछ यार बेलुन अन्डा ओए डाइनोसरको अन्डा हेर्न आइज न ओए डाइनोसरको अन्डा रहेछ के चिज हो हिप्पो हो के भन्ने ओए हिप्पो कि हाप्पो चन्द्रमा रहेछ जुन हेर्नु अनि अब हामी चाहिँ चट्टा लाएर कहाँ छिर्दैछौँ यहाँ त गर्मी महिनामा आउनु जस्तो टाइम रहेछ ए ल छिरौँ है केटा ओए ल केटाहरू छिर्यो है केटाहरू छिर्न र छिराउनुलाई चाहिँ लास्टै च्याम्पियन केटाहरू हुनेहरू ए तातो रहेछ त यार ए मजा आयो ल दामी ल केही छ भन्नु केही छैन रमाइलो लागिरहेछ यहाँ आएर हिउँ हेर्न पायौँ यो के हो यस्तो यो चाहिँ के हो खासमा चाहिँ यहाँ अब लाइटहरू बढिरहेछ नि टक्कर रातिको लागि चाहिँ हामी एकदम बेलुका अलिक ढिलो फर्किने घर भन्ने कुरा हो अनि चट्टा लाएर यो अहिले चाहिँ हामी खाजा खाऊँ न त भनेर त्यो चट्टा लाएर यतातिर खाजा खाने ठाउँ छ अरे कता हो चट्टा जाँदैछौँ के छ खाजा केटा हो आज चाहिँ होइन चट्टा घरबाट भुटेर ल्याएको भात चाहिँ आमाले पकाइदिएर राखिदिएको तिमी त अघि गाडीमा अनि त्यो खलासीलाई भाडा दिएर नि 2 चोटि भाडा दियो भनेर मम्मी आइपुग्यो भन्दैथ्यौ त मम्मीलाई ब्याग दिएर म यस्तो साथीसँग घुम्राइरहेको नि त ल ससेज ल्याएको यसले हेर्नु न अब यस्तो खानु नि त हजुर खाने होला नि त कुन ससेज हो यो कस्तो रहेछ ल हामी चाहिँ दामी ठाउँमा आइसक्यो होइन हामी चाहिँ चाइना पुगिसक्यौँ अब चाइनाको यो के अरे हो यो कस्तो दामी ठाउँमा आयो हामी चाहिँ यो चाहिँ फुल हो फुल कस्तो राम्रो लगाइदिएको के फुल यता फुल यता हिउँ यता हाम्रो लड्को पर्दैन अनि तिमी न्यु खोज्छौ यसलाई हान भाइ यसलाई फेरि के बोलेको भाइ के गरेको काम पुरा गर्दैन तिमी यसो गर्छौ खलासीलाई खतरा हिउँ अरे भाइले भाइ के हो भाइ यस्तो जाडो छ कि यहाँ 5 डिग्री 6 डिग्री रहेछ आज
यो शङ्कर भाइले के भन्छ यस्तो जाडोमा कतिको जाडो छ हौ तर 3टा ज्याकेट लगाएर यार चिसो छ सन्जी तर यस्तो दामी ठाउँ छ नि होइन कस्तो रे यस्तो यस्तै ठाउँ चाहिँ यस्तो वाउ बगैँचामा तिमी यहाँ चाहिँ के हो यो जमिन भित्रबाटै अब यस्तो बाफ निक्लेको ठाउँ रहेछ के होला त यस्तो खोइ के हो मलाई पनि थाहा छैन चट्टलारमा चाहिँ यहाँ है केटाहरूको नि इन्ट्री भयो अनि यो चाहिँ किरा पनि रहेछ यहाँ अनि केटाहरूलाई भेट्यो यहाँ चाहिँ अनि किरा मन पर्दैन र किरा रहेछ त्यहाँ चट्टला र केटाहरू चाहिँ यहाँ भेट भयो अनि ओ केटाहरू तिमीहरू कताबाट आएको हौ सुसु चाहिँ बेलैमै गर्नुपर्छ सुसु चाहिँ बेलैमा गर्नुपर्छ सुसु गरेन भने चाहिँ अलिक गाह्रो हुन्छ अरे है ओ सर नमस्कार सर सर वाउ त्यसो नबोल न यार सी दामी रहेछ यार झिमिली बन्दा कस्तो होला ह्याप्पी न्यु इयर ल हामी चाहिँ चल्ट बबाल भन्यो है बबाल भन्यो है ह्याप्पी न्यु इयर है गाइज ह्याप्पी न्यु इयर है गाइज ह्याप्पी न्यु इयर वाउ कहाँ ओए दिस इज स्वर्ग है गाइज दिस इज स्वर्ग है गाइज हामी चाहिँ बबाल दामी मजा आयो दामी बतासी म इरो हो बतासी म ओदै हो बतासी म दयो ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर भाइ ह्याप्पी न्यु इयर भन्यो ह्याप्पी न्यु इयर सबैलाई ह्याप्पी न्यु इयर ल ल बबाल है बबाल मन पऱ्यो ह्याप्पी न्यु इयर बबाल हुनेवाला छ आज घुमाइ दामी हुनेवाला छ दामी यो चाहिँ हाम्रो यो लाखौँ खर्च गरेर आएको हामी चाहिँ करोडौँ 2 महिनाको स्यालेरीले आज यतै भेटायौँ 2 महिना स्यालेरी चाहिँ फेरि महिनाको हाम्रो 5000 भनेपछि अब धेरै खर्च त भएको छैन जस्तो लाग्छ टक्क चाहिँ खतरा बाख्रो कि जरायो रहेछ दामी खासमा बाख्रो भन्दा पनि गाइज यसलाई चाहिँ रेनडियर भन्छ हैन इंग्लिशमा के भन्छ रे रेनडियर भन्छ यो चाहिँ सान्टा क्लजको घोडा जस्तो हो हैन हजुर हजुर ए क्रिस्चियन गाइजहरुलाई चाहिँ थाहा छ होला यो के हो भनेर ल क्रिस्चियनहरुको हेर्नुहुन्छ भने यो के हो चट्टा भन्दिनु होला सोधम कि के हो हर्क साम्पाङलाई होइन हर्क साम्पाङलाई त सबै थाहा हुन्छ हर्क साम्पाङ भनेको त देशको अनि खतरा ढिकुटी हो नि जय माटो जय माटो ओए
ल कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला लाइक कमेन्ट एन्ड कस्तो लाग्यो ठाउँ कस्तो लाग्यो तपाईहरुलाई अलिकति आफ्नो मनमा लागेको दुई कुरा भनिदिनु होला अब गाइस अब यस्तो अब घन्टीको लागि चाहिँ बजाइदिए ल अबको यसपालिको भोट चाहिँ यसमा हाल्छ सबैले घन्टीमा भोट हाल्नका लागि हाम्रो मनदीप सरले घन्टी बजाइदिइसक्नु भएको छ जय घन्टी ल हामी चाहिँ चट्ट यहाँ छिर्यौँ यहाँ चाहिँ बवाल ठाउँ छ है अब कोहीका जोडी यसरी यसरी हिँड्या हुन्छन् अब आफ्नो चाहिँ जोडी नै छैन केटाहरू पछि पछि छन् के गर्नु त अब यस्ता जोडी हिँड्छन् अर्काको यसरी जोडी हिँड्छन् अब एउटा भाइसँग भेट्यो ओ हजुरबा के छ ल हजुरबा अनि के आराम हुनुहुन्छ धेरै समयपछि भेट्यो हजुरलाई ए अङ्कल नै आउनु भएछ ल अङ्कल ल अङ्कलसँग भेट भयो ल ठिक छ दाजु अङ्कल ल हामी चाहिँ ल कस्तो भयो त केटा हो आजको दिन रमाइलो भइरहेछ दामी चिसो रहेछ एउटा कुरा नरमाइलो चाहिँ के लाग्यो भने हामीले अहिलेसम्म भाउजू भेटेकै छैनौँ भाउजू चाहिँ भेटेन भाउजू भेटिन्छ भनेर खासमा चाहिँ एउटा हो भाउजू तर यहाँ छन् चाहिँ होइन तर अलिक बोल्नै अलिक भाइ गरेर भनिदेऊ न भाइ साँच्ची नै म त हिँडेको क्या अब यसले भनिदियो भने आउनु म भाउजू देखाउँछु आजको गाई हाम्रो को अब कुनलाई अब भयो खासै मलाई मन परेन खासै म अलिक ह्यान्डसम भएर होला क्या खासमा चाहिँ मन नपरेको ल जाउँ केटाहरू चाहिँ अब खतरा यहाँ गेम खेल्दैछन् क्या यो अब केटाकेटीले खेल्ने गेम भाइ उफ्रियौ न ओए वाउ ओके मैले खेलेँ है अब दाइ चाहिँ अब मण्डपबाट आउँदै हुनुहुन्छ मण्डप हरिओम हरि कृष्ण हरि राम मण्डप हो है यो चाहिँ फेरि छैन यो चाहिँ हाम्रो दाइको मण्डप हो यस्तो बब्बा सजाएको छौँ कि हामीले दाइलाई चाहिँ यस्तो छ यही हो है गाइस फाइनली दामी झिलिमिलीमा आखम परसम्म बबाल भले है भर्खर छिरेको यहाँ चाहिँ अब 2-4वटा भिडियो जति बबाल खिचेर जाने हो दामी रहेछ है यहाँ चाहिँ दामी भएछ है अनि यहाँ के गर्ने हामी एकछिन अब रोहित सर अब हामी के गर्छौँ भिडियो बनाउँछौँ एकछिन टक्क तरिकाले रमाइलो तरिकाले एकछिन सबैजनाको एउटा भिडियो बनाउँछ अनि फाइनल्ली घुमेर आजको दिनलाई हामी अनि त्यहाँपछि यहाँ भिडियो बनाएर हामी घरमा सुरज सर यहाँ चाहिँ के गर्नेवाला छ अब हाम्रो बिस्तारै अब घुम्न त धेरै ठाउँ बाँकी छ ल अब सकिने बेलै भयो अब बाँकी छ एउटा दुःखद खबर यो छ कि अब सकिने बेला भइसक्यो अहिलेसम्म हामीले भाउजू भेटेकै छैन आज खासमा निक्लिएको चाहिँ घरबाट भाउजू खोज्ने हो केटाहरूको भाउजू खोज्नलाई कसको लागि भन्ने कुरा हो अब यहाँ दाइ मै भएर चाहिँ मेरै लागि भन्ने कुरा हो तर यो ह्यान्डसमले नै खासै चाहिँ अब केही गरेन जस्तो लाग्यो मलाई यो ह्यान्डसम भएर नि खासै काम भएन ह्यान्डसम सपोर्ट गरिदिनु होला भाउजू खोज्ने भाउजू हराएको सूचना मेरी बुढी हराएको सूचना भेट्नु हुने रे सिधै सम्पर्क 9818 कति 298 सम्पर्क गर्नु होला त्यो चाहिँ मेरो भाउजू हराएको सूचना सलमान नेपालको सलमान खान गाइज लगभग फोनमा चार्ज पनि सक्यो अब हामी घर पनि फर्किँदैछौँ त्यही भएर अब चाहिँ घर जाने त होला नि केटा इधर है ना चल